माथि चौरस्तामा महाकाल बाबालाई साक्षी राखेर दार्जिलिङ सँगसँगै कालिम्पोङमा फर्स्ट मिटिङ भयो मेफियर उहाँले यस्तो उत्साहित मिटिङ गर्नुभयो अनि पोलिटिकल पार्टीहरूलाई उहाँले खबरदार गर्नुभयो म प्रेसिडेन्ट छु नि त्यहाँ खबरदार झिनो मसिनो समस्या लिएर म बाटोमा आउनु पाउँदैन तपाईँहरू कुनै पनि पोलिटिकल पार्टीको मान्छेले म बाटोमा झिनो मसिनो समस्या लिएर आउनु पाउँदैन त्यो तपाईँको प्रेसिडेन्टलाई भन्नुहोस् र भोलिको दिनमा त्यो समस्या लिएर म बाटोमा आएर गोर्खाल्यान्ड ढिलो भयो भन्छ मलाई नभन्नुहोस् भनेर उहाँले क्लियर गरिसक्नु भएको छ र हिजोसम्म राजु विष्टजी माथि दार्जिलिङमा हुँदाखेरि झिनो मसिनो समस्या लिएर पुग्नेहरू सबैजना थिए गोर्खाल्यान्ड लिएर पुग्ने कोही थिएन अनि राजु विष्टले त्यही चाहनुहुन्छ नि त गोर्खाल्यान्ड लिएर आउने चाहिँ म बाटोमा नआइपुगोस् भनेर हिजोसम्म राजु विष्ट थियो आज यहाँ किन छैन हामीले बोलाएको हो नि त गोर्खाल्यान्ड भन्दा माथिको राजु विष्ट हो जुन गोर्खाल्यान्डले राजु विष्टलाई एमपी बनायो त्यो गोर्खाल्यान्ड भन्दा राजु विष्ट ठुलो हो हामीले कसलाई बोलाएको आज राजु विष्टजीलाई बोलाएन हामीले निरजजीलाई बोलाएन आज हामीले बिपी बजगाईजीलाई बोलाएन आज हामीले अनि विशाल लामालाई हामीले बोलाएन आज हामीले यिनीहरू सबै गोर्खाको नाममा भोट जितेर जानेको हो अहङ्कार थियो गोर्खाल्यान्ड भन्दा माथि पुग्ने अहङ्कार उहाँको यो डर हामीलाई छ गोर्खाल्यान्डको निम्ति राजनीति नगर्नुहोस् भन्नु चाहेको मात्रै हो हामीले राजु विष्ट दुश्मनकोमा जानु उहाँलाई सजिलो लाग्दैछ तर राजु विष्टजी गोर्खाल्यान्ड माग्नेको लागि जानु उहाँलाई साह्रो पर्दैछ यसले के बुझ्छ यसले के बुझाउँदैछ